छैन के पानी अहिले दायाँ बायाँ खाए पनि गर्छ हरि सर आउनु नि यार आउनु हेर्न आउनु के त्यहाँबाट चाहिँ हेर्ने के हेर्ने आउनु नि यार यस्तो कहिले हेर्नु पाइन्छ भनेको यो भनेको एकदम दुःखद घटना यार हेर्न आउनु कतिलाई बगाएको छ कति नाश गरेको छ हेर्न आउनु न तपाईँ त्यहाँ हुँदा पनि यार आउनु यहाँ घटिसक्यो हो होइन यही बगाएर आएको चाहिँ घर त पर्दैन होला सम्म भयो कि यसो घर त भयो पढेर उयो घाँस पर्दा कति कपडाहरू होला है त्यो के हो त रातो रातो हजुर यति फोहोर बगाइरहेको छ यति हेर्नु तपाईँ घरहरू तपाईँको बढ हेर्नु कस्तो बढ्यो अहिले बढ्यो अहिले हेर्नु त अहिले कस्तो आएको त्यहाँ भेल हेर्नु भेल हेर्नु न कस्तो बढेको छ ल हेर्नु हेर्नु आमा हेर्नु त वो हानेको हेर्नु त ओ माई गड हेर्नु त हेर्नु त बढेछ लास्टै बढेको हेर्नु न हेर्नु त्यो पानीको हेर्नु न अप एन्ड डाउन कस्तो भयो हेर्नु त कपरे कति माथि उठेको अगाडि नजानु है मान्छे नजानु अगाडि नजानु अहिले प्रहरी आएर गाली गर्नुहुन्छ उहाँहरूले हामी आफै सुरक्षित रहौँ सुरु बढ्यो यतासम्म आयो बढ्यो यो बढ्यो होइन अघिको भन्दा बढ्यो किन जान दिने अगाडि किन हेर्ने यतिकै त भइहाल्यो नि सर जिम्मेवारी हुन्छ अहिले त त आइदिइहाल्यो भने तपाईँलाई नि बगाउँछ नि यार भात आयो भने त हाम्रो मात्र बगाउँछ र कस्तो पहिला आफ्नो सुरक्षा गर्नु त्यसपछि हामीलाई भन्नु अन्त हामीलाई चाहिँ बगाउने र हामीभन्दा अगाडि चाहिँ उहाँलाई बगाउँदैन ठिकै छ सर यति त बस्नु दिनु नि यार सर यार यति त बस्नु दिनु न अगाडि जानु नदिनु यति त बस्नु दिनु कि झोला हो यो मलाई एकदम यहाँ बच्चाको आमा हुनुहुन्छ यो बढ्यो एकदम बढ्दै आछ नारायणी बढ्दै आछ नारायणीहरू सक्नुहुन्छ तपाईँहरूले लाइभमा बसेर विदेश गर्नुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू आज नेपालमा एकदम दुःखद घटना भइरहेको छ हजारौँ कोची मृत्यु भइरहेको छ घरहरू भइरहेको छ यो दुःखको घटना हो यस्तो भिडमा त यस्तो भन्नु मिल्दैन सिस्टर भिडमा त यस्तो भन्नु मिल्दैन भिडमा त अलिअलि धक्का लिइहाल्छ है भिडमा त अब यो बढेको होइन यो नारायणीको अहिले जुन अहिले बाढी आएको भेल छ यो बिचको भागतिर मात्र बगिरहेको छ अहिले छेउतिर चाहिँ त्यतिको आएको छैन नारायणी बढेको छ अहिले यहाँ यो जुन अहिले यो पिपलको चौतारा छ पिपलको चौतारा माथि चाहिँ आउनु लागिसक्यो पानी माथि आउनु लागिसक्यो त्यो बगा जस्तो होइन सिलिन्डर कति ल्याइसके अघि नै बाटो आउनु जोड्नु सबैहरू जोड्नु त तपाईँहरूले यहाँबाट लाइभ नारायणीतिरमा म अहिले हजुरहरूलाई चाहिँ लाइभ देखाइराखेको छ अहिले नारायणी अहिले बढ्दै आएको छ अहिले जुन अहिले चौतारा यो चौतारामा छुइसकेको छ अहिले यो बाढी आइसकेको छ अहिले जुन यो बाढी चाहिँ अहिले तपाईँको चाहिँ यो एकै नाश बिचको भागमा मात्र बगिरहेको छ अब नजिक जानु दिएको छैन अहिले यो चौतारा तपाईँले देख्न सक्नुभएको छ यो चौतारा कहाँ हो भने चाहिँ तपाईँले गेस गरिसक्नु भएको होला सायद चौतारा नारायणीमा नआउँदाखेरि तपाईँहरूले हेर्नुहुन्छ अहिले नारायणी